केटाहरूले सोध्छन् कस्तो ठाउँमा भिडियो बनाउँदैछ हो हिमा, हे म दौडिँदै गरेको, कहाँ पुगिन्छ थाहा छैन है, कहीँ पुग्नलाई दौडेको चाहिँ होइन, एक्सर्साइजको लागि दौडेको है। डेली आधी घन्टा दौडिन्छु, यही काममा चाहिँ म तर कस्तो ठाउँमा दौडिन्छु भन्ने कुरो कसैलाई थाहा छैन है, एकदम गोप्य रूपमा हो। अब भनौँ भने धेरै राजगोल चाहिँ यहाँ कुन अवस्थामा टाइम निकालेर यसरी दौडिरहेको छु, किनकि आफ्नो शरीर स्वस्थ राख्नको लागि दौडिनै पर्ने रहेछ है। नत्र यो मानसिक समस्यादेखि लिएर धेरै सोच्ने बानी, ओभर थिङ्किङ दुनियाँदेखि लिएर है, शरीरमा पनि यो कोलेस्ट्रोल, ब्लड प्रेसर, सुगर सबले अट्याक हान्ने रहेछ क्या यसरी दौडेन भने त है। पसिना बगाउने भन्ने रहेछ, दिनमा 1 घन्टा आधी घन्टा भयो भने। सो अलिकति भए पनि उमेर बढ्छ कि भन्ने आशा, शारीरिक व्यायाम गर्नु र नगर्नुमा धेरै फरक हुन्छ अरे भन्छन्, हो कि क्या हो जस्तो लाग्यो। त्यही भएर दौडिन थालेको लगभग 2.5 महिना जति हुन लागिसक्यो है, निरन्तर दौडिरहेको छु। अनि मैले भने जस्तो रिजल्ट पनि पाएको छु है, वेट पनि धेरै कम्ती भएको छ पहिलाभन्दा। यही कुराले मलाई मोटिभेसन दिन्छ क्या दौडिनेलाई पनि है। रमाइलो लाग्छ अहिले त, नसा जस्तै भइसक्यो, नदौडिकन दिनै रमाइलो लाग्दैन। बेलुका घर जाँदाखेरि आज के छुट्यो जस्तो लाग्छ कि, सबै कुरो बानी रहेछ। कसले दौडिन्छु यी मोबाइल समाउँदै कुरा गर्दै, टाइम पास पनि हुने है, रमाइलो छ।